रासपाले के बदला लिन खोजेको हो आफ्नो सभापति प्रति जुन पहिले कांग्रेसले गर्यो त्यसको ठ्याक्कै अहिले बदला लिन खोजे जस्तो देखिन्छ होइन त्यसका मलाई एउटा आश्चर्य चाहिँ हेर्नुस् अब मैले धेरैपल्ट मिडियाहरुमा तपाईसँग पनि धेरैपल्ट बोलेको छु यो हाम्रो यस्तो खालको पोलिटिकल कल्चर भयो हैन पोलिटिकल क्यारेक्टरिस्टिक्स भयो जसले कहीँ पनि नपुर्याउने यो गोलमोटोल अघि भने जस्तो वातावरण अवस्था बनाएर पोखरीको एउटा पानी तलाउको पानी अवस्था बनाएर तपाईलाई इन्जोय गरिराख्ने अनि त्यही मान्छेहरू आलो पालो खाइराख्ने भन्ने हैन अब राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने चाहिँ जसरी इमर्ज भयो नि उनीहरूले चाहिँ यो जुन कन्जर्भेटिभ यो जुन ट्रेडिसनल छ नि यसले कहीँ पुर्याएन हैन देश चाहिँ यस्तो अवस्थामा आयो त्यसकारणले नयाँ भनेको नयाँ अनुहार हैन नयाँ अनुहार त त्यही दलहरुसँग छैन र अहिलेको नेविसँगहरु त नयाँ अनुहार हैन अहिले जुन अस्ति भर्खर चाहिँ चुनाव भयो हैन तिनीहरु त नयाँ अनुहार हो नि त नयाँ जाने हो नि हैन त्यसकारण अनुहार नयाँ खोज्या होइन नि त सोच नयाँ त्यसको आचरण व्यवहार उसको सबभन्दा ठुलो कुरो सोच भिजन हैन उसको भिजन हैन देशलाई कसरी लग्ने त समस्या के हो त समाधान के हो त अनि कहाँ पुर्याउने भन्ने हो नि त तर मलाई अचम्म चाहिँ के लाग्यो भने जसरी उहाँहरूले रविजीलाई छानबिन गर्यो भनेपछि यसलाई किन छानबिन नगर्ने रविजीलाई छानबिन गर्दाखेरि त्यो सिस्टमभित्रबाट गर्नुपर्ने नगरेर यो दोस्रो अर्को प्यारल गभर्नमेन्ट बनाएर गर्यो भने अहिले किन नगर्ने त्यसरी हो र आर्ग्यु गर्ने र अर्को एउटा चाहिँ तपाईले अघि यो ग्लोबल क्राइसिसको कुरा गर्नुभयो नि मलाई चाहिँ के लाग्छ भने यो समस्याहरू हुन् यो अहिले विजित विसा पनि समस्या हो करप्सन पनि समस्या करप्सनको विषय हो सबै चिज यो भनेको हाम्रो मेकानिजम छ त्यो मेकानिजमलाई हामीले एकाउन्टेबल बनाउनु पर्यो त्यसलाई जिम्मेवार बनाउनु पर्यो त्यसलाई छानबिन गराउनु पर्यो यो 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 तर अहिलेको प्रायोरिटी भने चाहिँ हेर्नुस् है मैले एक्सपेक्ट गरे यो जुन ट्रेडिसनल पोलिटिकल पार्टिजहरुको नेताहरूले अब मैले एक्सपेक्ट गरिनँ अथवा कसैले एक्सपेक्ट गरेन उहाँहरूले पनि यिनीहरू काम छैन यिनीहरू खाली राजनीति मात्र गर्छन् भनेर आयो भने त उहाँहरूलाई मत त त्यसरी दियो नि त 21 जना कि छन् अहिले 22 जना त्यसकारण उहाँहरूले त अहिले प्रायोरिटी देशको के हो त अब मलाई सोध्नुहुन्छ भने हेर्नुस् हामी कन्ज्युमर भन्छौँ कि हामी नेपाली उपभोक्ता मात्रै हो हामी केही पनि प्रोडक्सन गर्दैनौँ तपाईँ 30-35 वर्ष अगाडि जानुभयो भने हामी सेल्फ सस्टेन थियो हामी आफ्नै बारीमा आफ्नै खेतमा आफ्नै गरेर हामी सेल्फ सस्टेन थियौँ कुटोको दालो लगाएर जे होस् हामी सेल्फ सस्टेन थियो जीवकोपार्जनको लागि के बाँच्नको लागि तर अहिले कोही पनि नेपाली गाउँमै बस्ने पनि किनेर खाने बानी पर्यो हो उपभोक्ता भयौँ हामी हैन हामी सामान आएन भने हामी बाँच्नै नसक्ने अवस्थामा छौँ नि त यो त रियालिटी हो नि त के हो गाउँमा पनि तपाईको ट्रक गएन गाडीले पुर्याइदिएन भने नेपाल त भोकै मर्ने भयो हैन तर यहाँ त अहिले के भनिन्छ भने दुनिया अनिकाल भयो भने नेपाली चाहिँ बाँच्छ है होइन बाँच्थ्यो हेर्नुस् पहिले बाँच्थ्यो किनभने पहिले त मैले भने हाम्रो त कस्तो खालको सस्टेनेबल सिस्टम थियो तपाईँ घर हुन्थ्यो है अनि केही न केही खेत हुन्थ्यो नभए बारी हुन्थ्यो अनि घरको वरिपरि सानो भए पनि करेसाबारी हुन्थ्यो हैन अनि सिजनल चिजहरू तपाईँ पुरा त्यसरी सर्भाइभ गर्थ्यो अब अहिले त्यो छैन हामी उपभोक्ता भयौँ